तपाईँले हात पनि हाल्नु पर्यो हो हात हाल्नु त भन्ने नि यहाँ हेर्नु हात घडी छुट्यो किन भन्छ तपाईँहरूको अगाडि त्यहाँ विचार केटाले नसकेको होइन यस्ता मान्छेहरू अहिले सुरक्षित छैन होइन प्रहरी तपाईँलाई हानेको हाम्रो चाहिँ काममा लागिरहेको दिदीबहिनीहरूलाई चाहिँ हात लाउनु भनेको कतिसम्म साथ कहाँका दिन समाजसेवी होइन यस्तो कानुन ल्याएर ल्याउनुपर्छ कि अबदेखि मैले चाहिँ यसरी चाहिँ दिन लगाएर दिदीबहिनीले हात लाउनु भनेको अदम्य अग्राध हो अबदेखि गर्दिनँ भन्ने बनाउनै पर्छ अब हाम्रै अगाडि तपाईँ यसो गरिदिन्छ रोक्न नसक्ने त्यस्तोलाई होइन यिनीहरूको अपराधी हो नि त अपराधी मानसिकताका यिनीहरूलाई लगेर प्रहरीले कसरी हुन्छ तपाईँको चाहिँ होइन अबदेखि म यस्तो गर्दिनँ भन्ने चाहिँ बनाउनै पर्छ तपाईँ मेडिकल मन्त्री तपाईँको सुजन गुरुङले नि यस्तो के गर्नुपर्छ बाटैमा यहाँ यस्तो गरिदियो भने नि शान्तिको कुरा हो त